भगवान रूपी सम्पूर्ण मेरा मित्रहरू नमस्कार। म आज मेरो गाउँको कथा व्यथा समेटेर सानो भिडियो प्रस्तुत गर्दैछु। यो भिडियोलाई अन्तिमसम्म हेरेर मन परेमा शेयर गरी साथ दिनुहोला। यो हो मेरो सुन्दर गाउँ साल्म, महाभारत श्रेणीको काखैमा रहेको चौकुने गाउँपालिकाको केन्द्रदेखि दूरीमा नजिकै तर विकासका पूर्वाधारदेखि धेरै टाढा। समस्याको चाङले चेपिएको तर धेरै सम्भावनाहरूलाई पिठ्यौमा लिएर बसेको यो हो मेरो गाउँ साल्म। मेरो गाउँका प्रमुख समस्याहरू सडक, बिजुली, बत्ती र खानेपानी रहेका छन्। घाटगाउँ जङ्गलघाट हुँदै अछाम जोड्ने सडक, खोप्री कोइरालबास हुँदै अछाम जोड्ने सडक र चौकुने सिमेन्ट खानी जाने सडक छन्, तर नाम मात्रै। वर्षौंदेखि अल्पत्र गन्तव्य भेटाउन नसकेका बन्दै गरेको मध्य पहाडी लोकमार्गले मेरो गाउँमा केही राहत दिने आश छ। गाउँको बीचसम्म केही सडक बने पनि यात्रु वाहक सवारी नचल्दा यात्रामा धेरै कठिनाई भएको छ। रुख जस्ता अग्ला खम्बामा टाँगिएको तारबाट अन्धकारलाई उज्यालो प्रकाश दिने चिमको प्रकाश लिन पाएको छैन मेरो गाउँले। ओसिलो पहाडका खोजबाट कलकल कलकल आवाज निकाल्दै आफ्नै वेगमा दौडिरहेको पानीले प्यास मेटाउन पाएको छैन मेरो गाउँले। खेतबारीमा सिँचाइको स्वाद लिन पाएका छैनन् बालीहरूले। चारैतिरबाट सडकले छोपिएको मेरो गाउँ व्यवसाय र पर्यटनको हबको रूपमा नमुना बन्न सक्छ। सुन्तला, केरा, अमिलो र कागती फल्ने मेरो गाउँलाई फलफुल खेती गरी आम्दानीको केन्द्र बनाउन सकिन्छ। बाख्रा पालन, मौरी पालन र भैँसी पालन गरी आय बढाउन सकिन्छ। टिमुर र सिस्नुको उत्पादन धेरै हुने भएकाले जडीबुटी उद्योग सञ्चालन गरी बेरोजगारी युवालाई रोजगार दिन सकिन्छ। यी सबै सम्भावना भए पनि मेरो गाउँ आज एक्लो हुन बाध्य भएको छ। आज मेरो गाउँ एक्लो हुन बाध्य भएको छ। दशकौं अघि हाट जाने हटारूहरू छैनन्। वर्षौं अघि घाँसपात गर्ने घसेरीहरू छैनन्। बाँसुरीको धुनमा आफ्नै मौलिकपन मिसाई गुनगुनाउँदै वनभरि गाईबस्तु चराउने गोठालाहरू छैनन्। त्यसैले मेरो गाउँले आज एक्लो महसुस गरिरहेको छ। झोपिलो रुखको हाँगामा बसेर काफल पाक्यो भनेर सूचना दिने चरीहरू छैनन्। पात झरेर खिङ्रिङ्ग परेका सालको टुप्पोमा बसेर भाका गाउने न्याउलीहरू छैनन्। त्यसैले मेरो गाउँले आज एक्लो महसुस गरिरहेको छ। त्यसैले त आज मेरो गाउँले एक्लो महसुस गरिरहेको छ। आफ्नै रीति र संस्कृतिको घुम्टो ओढेको मेरो गाउँमा केही थान मान्छेहरू मात्रै छन्। बिजुली आउने आशले गाउँ गाउँमा घर घरमा खानेपानीको सुविधा हुने आशले केही थान मान्छेहरू मात्रै छन्। घर घरमा नेपाल सरकारको सिंहदरबार पुग्ने आशले मेरो गाउँमा केही थान मान्छेहरू मात्रै छन्। धन्यवाद। गाउँको माया हुँदाहुँदै पनि रोजगारीको कारणले, व्यवसायको कारणले या अन्य कारणले गाउँभन्दा बाहिर रहनुभएका मेरा सम्पूर्ण आफन्तजनहरू, मेरा सम्पूर्ण मित्रहरू, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,
लाई मिठो माया, मिठो सम्झना व्यक्त गर्न चाहन्छु। यसै गरी अब अन्त्यमा यो भिडियोहरू हेरिदिने सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो भिडियोलाई अब हेरिसकेपछि तपाईहरूले एउटा लाइक गर्नुहोला, अनि कमेन्ट बक्समा गएर एउटा मिठो कमेन्ट गर्नुहोला र गाउँको माया मेटाउनको लागि यो भिडियोलाई सेयर गर्नुहोला। धन्यवाद।